एरोप्लेनको बारेमा चाहिँ यस्तो फ्याक्ट्सहरू जुन चाहिँ हजुरहरू मध्ये सायद नै कसैले सुन्नु भएको होला। फ्याक्ट्स नम्बर 1, यदि हजुरहरूले पनि कमर्सियल प्लेनमा चढ्नु भएको छ भने चाहिँ त्यसमा चाहिँ कतै पनि प्यारासुट देख्नु हुँदैन र त्यो प्यारासुट नराख्नुको 3टा मुख्य रिजन छ, जसमा चाहिँ पहिलो नम्बरमा स्काई डाइभिङ गर्ने प्लेन चाहिँ नर्मली 10,000 फिटमा उडिरहेको हुन्छ, तर यात्रु बोकेर हिँड्ने कमर्सियल प्लेन चाहिँ 35 देखि 40,000 फिटमा उडिरहेको हुन्छ, जुन चाहिँ एकदमै धेरै हो। जसको कारणले गर्दाखेरि चाहिँ यदि हजुरहरूले प्यारासुट पाएर पनि हजुरहरूले हामफाल्नु भयो भने चाहिँ हजुरहरूलाई चाहिँ अक्सिजनको कमी र एयर प्रेसरले नै त्यहाँनिर मारिदिन सक्छ। दोस्रो रिजनमा चाहिँ कस्ट आउँछ, जसमा चाहिँ प्यारासुट किन्नको लागि एभिएसनलाई चाहिँ छुट्टै अर्कै पैसा तिर्नुपर्ने हुन्छ। र तेस्रो रिजनमा चाहिँ धेरै जस्तो इन्सिडेन्शियल टेक अफ या ल्यान्डिङ गर्ने बेलामा हुन्छ, जस कारणले गर्दाखेरि चाहिँ हजुरहरूले प्यारासुट खोल्ने टाइम नै पाउनु हुँदैन। फ्याक्ट्स नम्बर 2, आजकलको प्लेनहरुमा चाहिँ जेट इन्जिन युज गरिन्छ, तर धेरै जस्तो प्लेनहरुमा अझै पनि प्रोपेलर नै युज गरिन्छ। र यो दुईटा प्लेनमा बस्दाखेरि चाहिँ हजुरहरूलाई चाहिँ कुन चाहिँ सेफ हुन सक्ला, जसमा चाहिँ जेट इन्जिन प्लेन भन्दा चाहिँ प्रोपेलर इन्जिन प्लेन चाहिँ एकदमै धेरै सस्तो हुन्छ र यो प्लेनलाई चाहिँ सर्ट डिस्टेन्स ट्राभल गर्नको लागि युज गरिन्छ। यति मात्र नभएर यो प्लेनहरु चाहिँ कम उचाइमा उड्ने गर्छन् र बडी साइज पनि सानो भएको कारणले गर्दाखेरि चाहिँ यसलाई चाहिँ इजिली ल्यान्ड गर्न सकिन्छ। तर यसको ठ्याक्कै उल्टो जेट इन्जिन वाला प्लेनहरु चाहिँ हाई स्पिड र लङ डिस्टेन्समा ट्राभल गर्नको लागि बनाएको हुन्छ। यसका साथसाथै जेट इन्जिन वाला प्लेनमा पनि मासिक खर्च चाहिँ एकदमै धेरै लाग्छ, जुन चाहिँ करोडौंमा हुन्छ। र यो जेट इन्जिन वाला प्लेनहरु चाहिँ एकदमै धेरै पावरफुल हुन्छन्, जस कारणले गर्दाखेरि चाहिँ यसमा सानोतिनो खराबी आए पनि यो चाहिँ मजाले उड्न सक्छ। र यिनै कारणले गर्दाखेरि चाहिँ जेट इन्जिन वाला प्लेनहरुलाई चाहिँ अलिकति धेरै सेफ मानिन्छ एज कम्पेयर टु प्रोपेलर प्लेन। फ्याक्ट्स नम्बर 3, यदि आकाशमा उड्दा उड्दै प्लेनको छत नै उड्यो भने चाहिँ के होला? मैले मजाक गरेर भने हैन, तर ठ्याक्कै यही घटना चाहिँ 28 अप्रिल 1978 मा भएको एउटा रियल घटना हो, जुन चाहिँ अलोहा एयरलाइन्सको फ्लाइट 243 सँग घटेको घटना थियो, जसमा चाहिँ प्लेन चाहिँ 24,000 फिटमा नर्मली प्यासेन्जर लिएर उडिरहेको थियो, तर अचानक त्यसको चाहिँ छत नै उड्यो। त्यो छत फुट्ने बित्तिकै चाहिँ एउटा फ्लाइट अटेन्डेन्ट हावामै उडेर उनको निधन त्यहीँनेरि भयो। त्यसपछि प्लेनमा बसेका प्यासेन्जरहरू चाहिँ प्यानिक मोडमा गए र प्लेनमा चाहिँ अक्सिजनको कमी पनि हुन थाल्यो, जसलाई ध्यानमा राखेर चाहिँ पाइलटले चाहिँ त्यो प्लेनलाई चाहिँ बिस्तारै तल झार्न थाले। तर आश्चर्यको कुरा चाहिँ प्लेन चाहिँ सेफली ल्यान्ड भयो र प्लेनमा बसेका प्यासेन्जरहरूलाई चाहिँ खासै केही पनि भएन।